परेको बाटो छिप्लो त्यो कोही पनि आउनु मान्यो उतै बनायो क्या अनि के भने लास्टमा के भने जय साहब यो चाहिँ लास्ट हो तपाईँको अर्कोचोटिदेखि त नातिको मात्रै बर्थडे मनाउँछु भन्नु भएन अब तिनीहरूले मनाउने हो र अर्कोचोटिबाट बाउ छोराको सँगै मनाए भएको नि के भएको छ र नि तिमीले कहिले पाउने हो बच्चा तिमीले पाउने बनाइदेऊ न पाइहाल्छु नि कति उस्तै अनि कहाँबाट हुन्छ त गाह्रो छ तिम्रो गिफ्ट लैजाऊ यार तिम्रो गिफ्ट लैजाऊ यार गिफ्ट भित्र भएको दिदी र तपाईँ हो क्या गिफ्ट भित्र भएको दिदी र तपाईँ हो भने के बोल्छ यार अनि कहिले पाउने भनेर सोधै गर्छ अनि ब्याउनी बनाइदिनु मान्छे हुनु पर्यो प्रभु कता जाति थ्याङ्क यू सो मच थ्याङ्क यू अति गर्छ यार फेरि अति मैले के भनेको छ भैँसीले यत्तिकै पाडा पाउँछ रागा नलौ है साथीहरू मलाई 100% थाहा छ होइन तपाईँहरूले युट्युबमा त यो भिडियो हाल्नुहुन्छ होइन मेरो अनुहारमा चाहिँ एउटा ठ्याक्क धब्बा राखेर अनि मात्रै हाल्नु यस्तो क्या हो त भन्ने त हो थोडा चाहिँ इन्डाइरेक्ट रूपले भन्न सिका के यो त डाइरेक्टै भयो यार भएन उहाँहरूको दुईजनाको डाइरेक्टै सम्बन्ध छ अरे अनि के भएको हाम्रो सबै कुरा डाइरेक्ट हुन्छ माल हल्का कपास हाले हुन्छ कानमा होइन आज पनि कता जान थाल्नु भाउजू र हुनुहुन्न र पछाडि भन्छ डन्डा लिएर म त देख्दिनँ दाइले चस्का लाग्यो हेर त्यहाँ आगोमा थोरै थोरै यसो हाल्छ कम छैन पछाडि भाउजू हुनुपर्ने आज हुनुहुन्न होला झन् श्रीमती छैन भगवान खाइसक्थे अति गर्ने अत तिमी यार तिमी बिहा गर यार कोहीसँग यार फेरि त्यही कुरा गरे अफलाई रिप्लाई दिन मन लागिहाल्छ फेरि अब यसको नि शब्द आइसक्यो मुखको लाग्यो थ्याङ्क यू सो मच सङ्गीताजी थ्याङ्क यू सो मच जान्छ यार अब यसको नि रिप्लाई आइसक्यो मुखमा बाजे नबोल फेरि मेरो उल्टो शब्द निस्किन्छ तिमीहरूलाई फेरि झ्याउ लाग्छ तिमी दुवै गएपछि बल्लमा काठमाडौँ जान पाउनु भयो क्या ए अहिले आऊ न अहिले आऊ किङजी वेलकम टु माई लाइफ अब हिजो के भयो भने अमितजी हजुर अब बिउ पनि यस्तै जस्तो अहिले अदा जिस्किएछन् त्यस्तै बिउ पनि अब जिस्किरहन्छन् मसित होइन हिजो बिउले माइला दाइ यता आउनुहोस् त भन्नु गाला के भएछ तपाईँको भन्नु